हाम्रो प्रधानमन्त्री अनि गृहमन्त्री बालेन शाह र सुजन गुरुङ यो जति पनि छन् नेपालका एमालेका कार्यकर्ता भराउटेहरू गुखानेहरू यो अराजक पात्राहरू यिनीहरूको चाहिँ एकदम नली खुट्टा भाँच्चिने गरेर चाहिँ डन्डीले हान्नका लागि पुलिसलाई आदेश दिए हुन्छ है। पुलिसलाई आदेश दिनु यिनीहरूको नली खुट्टा भाँचिने गरेर डन्डीले हानोस्, गोली चाहिँ नचलोस्, एउटा पनि गोली नचलोस्। तर यो जति पनि अराजक पात्राहरू यहाँ अहिले ब्रुक 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 उफ्रिँदै हिँडिरहेछ है, कतिपय मान्छेलाई कुट्दै पनि हिँडिरहेछ है। त्यो भएर गृहमन्त्रीले ठाडो आदेश देऊ पुलिस प्रशासनलाई कि जति पनि अराजक पात्राहरू बाटोमा आउँछ त्यसको नली खुट्टा भाँच्चिने गरेर डन्डाले ठोक्नुपर्छ। यो एमालेको गु खाने, यो केपीको गु खाने भरौटे कुत्ताहरूलाई जति पनि अराजकता फैलाउँदै बाटोमा आउँछ त्यसको नली खुट्टा भाँच्चिने गरेर डन्डीले हानो, यो ठाडो आदेश देऊ। सिधै प्रहरी प्रशासन कार्यालयलाई ठाडो आदेश देऊ। यो गु खानेहरू बेहोरा सिद्धिएकोहरू अस्ति भदौ 23 र 24 को आन्दोलनमा के भयो, कस्तो भयो, किन भयो, कसरी भयो, कतिजना मर्यो, कतिजना घाइते भयो भन्ने पनि यो गु खानेहरूको दिमागमा नछिरेको कारणले यिनीहरूलाई जति बाटोमा आउँछ यिनीहरूको नली खुट्टा भाँच्चिने गरेर ठोक्नुपर्छ। नली खुट्टा भाँच्चिने गरेर प्रधानमन्त्री गृहमन्त्री सुजन गुरुङले सिधै प्रहरी प्रशासनलाई ठाडो आदेश देऊ। बाटोमा जति पनि यो अराजकहरू यसरी दिनदाडे मान्छे कुट्दै हिँडिरहेछ यिनीहरूको नली खुट्टाको हड्डी भाँचिने गरेर ठोक्नुपर्छ। र अर्को कुरा, यिनीहरूलाई कानुनी कारबाही अवश्य गर्नुपर्छ। कानुनी दायरामा ल्याएर यिनीहरूको छाला काटेर यिनीहरूको यो केपी गुखा र बोसो लागेकोहरूको बोसो चाकबाट बोसो निकाल्नुपर्छ। चाकबाट बोसो निकाल्नुपर्छ। यो जति पनि छ नि अराजकहरू बाहिर यहाँ दुनियाँ दिवाना गर्दै मान्छे कुट्दै हिँड्नेहरू, यो एमालेको गु खाने, केपीको गु खानेलाई तत्कालै यिनीहरूलाई पक्राउ गरेर यिनीहरूको चाकबाट बोसो झिक्नुपर्छ। र अर्को भोगटे महेश बस्नेतलाई तुरुन्तको तु पक्रिनुपर्छ। तुरुन्तको तु है, महेश बस्नेतलाई तुरुन्तको तु पक्रेर त्यसलाई पनि जेल हाल्नुपर्छ। त्यसैले अब देशमा भनेको शान्ति चाहिएको छ, अशान्ति होइन, शान्ति। भ्रष्टाचार नियन्त्रण गर्ने सबै यो जति पनि भ्रष्टाचारीहरू छ सबलाई तान्ने, सबै फाइल खोलेर यिनीहरूलाई तुरुन्तै ल्याउने हो। तुरुन्तै एक्सनमा उत्रेपछि उत्रियो, मैदानमा खेल मैदानमा निस्केपछि खेल खेल्ने नै हो। त्यसैले यिनीहरूलाई तुरुन्तै अब ल्याउनुपर्छ। अर्को कुरो, जति पनि सहकारी ठग छ यो सहकारी ठगहरू धनराज गुरुङ, ऋषिकेश पोखरेलको बुढी, त्योभन्दा धेरै छन्, जीवी राई, यिनीहरूलाई सबलाई ल्याएर कोच्नुपर्छ। जसरी रविमाथि अन्याय र अत्याचार सहकारीमा पनि नभएको मान्छेलाई जसरी अन्याय र अत्याचार गरेको छ त्यसरी नै यिनीहरू सब कुत्ताहरूलाई, यो गु खानेहरूलाई, यो सहकारी ठग, यो भ्रष्टाचारी, यो केपीको गु खाने चोरहरू सबलाई ल्याएर जेलमा कोच्नुपर्छ। यदि जेल पुग्दैन भने, कोच्दा जेल पुग्दैन भने जेल बनाउने हो, थप्ने हो, त्यहीँ कोच्ने हो। त्यसैले अबको नयाँ जेनेरेसन छौ, नयाँ जेनेरेसनले तिमीहरूले 24 घण्टा नपुग्दै तुरुन्तै तिमीहरूले
एक्सन लिन थालेको छौँ। जसरी एक्सन स्टार्ट भयो त्यसरी नै अब निरन्तर हुनुपर्छ। निरन्तर जसरी एक्सन लिएर अगाडि बढेको छौँ त्यसरी नै निरन्तर अघि बढ्नुपर्छ। त्यसरी नै निरन्तर अगाडि। यो केपीको गुखानेहरू, एमालेको झोलेहरू, जतिसुकै कुत्ता यो कुकुरहरू जति भुके पनि भुकिराखोस्, यिनीहरूले जति अराजक गर्छ त्यसलाई त्यति नै नलीखुट्टा भाँच्चिने गरेर हानेर लिएर जाने, खोरमा थुन्ने। तर अब डाउन, नो डाउन, अप, गो अप। अब तल यो फर्किने कुरा छैन। अघि बढ्यो त अघि बढ्यो, पछाडि फर्किने कुरा छैन। त्यसैले अब बालेन शाह र सुजन गुरुङ अब पछाडि फर्किने कुनै कारण छैन। अघि बढ्ने हो। भ्रष्टाचारी जति सबलाई जेलमा खोज्ने हो, जेलमा।